नमस्कार। आज हामी दाङको पश्चिम दाङ मलाई क्षेत्रमा छौँ। हामी यो चोरखोली भन्ने ठाउँमा आएका छौँ। यो चोरखोलीमा बारेमा अलिकति के छ बुवा? यहाँ चाहिँ मैले सुनेको थिएँ कि यहाँबाट पहिला चाहिँ दाङ रुकुम रोल्पा सल्यानका मान्छेहरू यहाँबाट अगैया नुन लिन नेपालगञ्ज अगैया हुँदै नेपालगञ्ज जानुहुन्थ्यो गरे, 4 घन्टाको बाटो लाग्थ्यो गरे। के छ यसको यहाँको बारेमा अलिकति बुझाइदिनुहोस् त। यो खोलामा यो चोर खोला भन्ने ठाउँमा यहाँ किन यो हाम्रो यो सामान्य देखिराखेको छ। यसमा चौर थियो, चौरमा अनि एउटा ठाँटी थियो, ठाँटी बनाएका थिए अनि पुरानाहरूले बनाएर बाटो चाहिँ घोरेबास भन्ने यहाँ बस्ने अनि यो खोलामा हर्थे। तर यो खोलामा यो हेती हाम्रो पछाडि हेती नै नजिकै छ। यो नजिकै खोलामा पनि हजुरको ठुलो तलाउ थियो, ठुलो तलाउ थियो। दुईजना घोरे अनि यहाँ यो 5 कुलेगा भन्नाले यो हेती उसका अनि दुईटा घोरेहरू घिउका बाकस लगेर नेपालगञ्ज जाने बेला अनि हेती मरेका थिए। ए ठाउँमा हो? यही हेतीको हो। पहिला चाहिँ यहाँ चाहिँ ठुलो तलाउ थियो, अहिले चाहिँ त्यो पुर्यो हैन? हजुर, बाटो चाहिँ लागिराखेको छ। यो अहिले पहिरोले खाछ। यो माथिबाट जान्थे मान्छेभरि घोडालाई तार्न, घोडाको गट्टी तार्न जाने बेला एउटा चाहिँ सदस्य हो, सदस्य भएको मान्छे हो, एउटा चाहिँ साधारण मान्छे, दुईटा अनि घोडा लान बेला सदस्य चाहिँ अनि पानी खेलेको रहेछ, पानीमा हान्ने। सदस्य भन्नाले सदस्य यस्तै हामीले जस्तै अहिले वरामा कति सालतिरको कुरा हो यो हो हजुरको 24-25 सालको, 24-25 सालको कुरा हो। त्यस बेला यहाँ दुईटा मान्छेको कालो भयो। घोडाहरू अनि तारेर पाल्नुपट्टि घोडाहरू गए, गल्ला तार्न जाने बेला। अनि आजभोलि यो बाटो त मान्छे हिँड्नुहुन्न है? यो बाटो मान्छे हर्छन्, तर चाहिँ थोरै विषयमा यस्तै अनि अहिले सायद यो आरक्षण लागेदेखि यो बाटो बन्द भएको होला। हजुर, आरक्षण लाग्ने भन्दा पहिला पनि हजुरको कस्तो भयो भने मान्छेहरू नेपालगञ्ज जाने भने अब तुलसीपुर गाडी मोटरबाट जाने भयो, गाडी मोटर जान भएको हुनाले यो बाटो अलिक कम छ। अनि हजुर यहाँ कति सालदेखि बस्दै आउनु भएको छ यता? म यहाँ बसेको त पहिला म यो खोलामा बाँच्दैको त 17 सालदेखि हो। 17 सालदेखि हो। तर म चाहिँ बसोबास गरेको भन्ने मलाई चाहिँ लगभग बसोबास गरेको 35 देखि। हजुरको जन्मेको 17 साल नै बस्दै आएको 17 साल? 17 सालमा म यो ठाउँमा पाइलो टेकेको। मेरो जन्म त अनि घोराइदेखि माथेर सेवार खोला भन्छन्, सेवार बगाले भन्छन्, त्यहाँ हो मेरो जन्म ठाउँ, वहाँ हो। तर अब म त्यस्तै अब रिटो मान्छे, अब एक्लो मान्छे। बाउको अब आमा चाहिँ म चाल्न पाउँदै काल भयो। अहिले भर्खर हजुरले जुन जानुभयो नि यो बाख्रा त्यो चरणको लागि जानुभयो, अनि यो निकुञ्ज यो त WWFमा निकुञ्जमा आदर्शित क्षेत्र हो, यसमा चाहिँ यहाँका स्थानीयहरूलाई चरण दिन्छ? चरण दिएकै छ, चरण चाहिँ दिएको छ अहिले। पछिको कुरो के हो कस्तो हो, तर अहिलेलाई दिएकै छ। अब दिएकोलाई दिँदै पनि दिएन, यो गरेन ऊ गरेन भन्नु हामी त्यो सक्दैनौँ। तर जो बेला दिँदैन, जो बेला बन्देज होला त्यो बेलाको कुरो त्यही बेला होला। तर अहिले बाँदरहरूबाट त त्यति आतंकित हुनुहुन्न? बाँदर बाँदर भन्ने त यहाँ त हजुर बाँदर बँदेलले चाहिँ यहाँ धेरै सताएको छ। अनि यो ठाउँमा यहाँका नेताहरूलाई के भए हुन्थ्यो भन्ने लाग्छ हजुरलाई? यो पुनर्वासको कुरो छ, पुनर्वास अन्तै हामीलाई सारेस् भन्ने चाहनुहुन्छ कि यहीँ बस्न पाए हुन्थ्यो भन्नेमा हुनुहुन्छ? खै सर, मलाई चाहिँ त्यो चाहिँ थाहा भएन। ल धन्यवाद हजुर। ल